नमस्ते। हामी हरेक दिन यस्ता प्रविधिहरू चलाउँछौँ, तर के कहिले सोचेका छौँ यिनीहरूको पनि आफ्नै आवाज हुन्छ कि? स्रोत सामग्रीले एउटा साह्रै रोचक प्रश्न उठाएको छ। यदि हाम्रो कम्प्युटर, किबोर्ड र माउस बोल्न सक्थे भने तिनीहरूले के भन्थे होलान्? आउनुहोस् मसिनको यही डिजिटल पल्सलाई सुनाउन त। एकछिनलाई कल्पना गरौँ त, यदि कम्प्युटरहरू साँच्चै बोल्न सक्ने भए के भन्थे होलान्? के तिनीहरूले आफ्ना गोप्य कुराहरू भन्थे, वा सायद हामीले तिनीहरूलाई कसरी चलाउँछौँ त्यसबारे केही सल्लाह पो दिन्थे कि? यही प्रश्नबाट आजको हाम्रो यो यात्रा सुरु हुन्छ। ल, हाम्रो यो यात्राको पहिलो खण्डमा हामी ती उपकरणहरूतर्फ लागौँ जसलाई हामी सिधै छुन्छौँ, जसले हाम्रो सोचलाई डिजिटल काममा बदल्छन्। भन्नुपर्दा यी हाम्रो विचार र डिजिटल संसार बीचको पुल जस्तै हुन्। ल, सबैभन्दा पहिले किबोर्डको आवाज नै सुनाउन त। यसले भन्छ, हरेक शब्द मेरै औँलाहरूबाट निस्किन्छ। सोच्नुहोस् त, एउटै सही शब्दले संसार बदल्न सक्छ, तर एउटा सानो गल्ती त्यसले त पुरै अर्थ नै उल्टाइदिन सक्छ। यसले हरेक अक्षरमा लुकेको शक्ति र जिम्मेवारीको याद दिलाउँछ। अब पालो माउसको। हेर्दा त सानो छ होइन र? तर यसले के भन्छ भने असली कन्ट्रोल त यसकै हातमा छ। एउटै सही क्लिकले ठूलो काम बन्न सक्छ, तर एउटै गलत क्लिकले बनेको काम पनि बिग्रिन सक्छ। हरेक क्लिकमा कति शुद्धता चाहिन्छ भन्ने कुराको यो एउटा शक्तिशाली सम्झना हो। यहाँ एउटा एकदमै रोचक कुरा छ, हेर्नुहोस् त। किबोर्ड होस् वा माउस, दुवैले आफ्नो एउटा दोहोरो स्वभावको कुरा गर्छन्। एकातिर यिनीहरू सृजनाका लागि गजबका औजार हुन्, तर अर्कोतिर एउटा सानो गल्तीले पनि कति ठूलो परिणाम ल्याउन सक्छ भन्ने देखाउँछ। मतलब हाम्रो हरेक स्पर्शको महत्त्व छ। ल, हामीले मेसिनलाई आफ्नो स्पर्शले निर्देशन त दियौँ। अब पालो मेसिनले हामीसँग कसरी कुरा गर्छ भनेर हेर्ने, त्यो पनि यसको अनुहार अर्थात् स्क्रिन मार्फत। स्क्रिनले आफूलाई डिजिटल संसारको ऐना भन्छ। जे छ त्यही देखाउने, तर सँगसँगै एउटा चेतावनी पनि दिन्छ है। धेरै बेर हेरिरहँदा आँखा थाक्छन्। यसको मतलब सत्य जान्नु जति महत्त्वपूर्ण छ, आराम लिनु पनि त्यति नै आवश्यक छ। यो कुरा कम्प्युटरको आफ्नै आवाजसँग ठ्याक्कै मिल्न जान्छ। कम्प्युटर के भन्छ भने, म त एकदमै छिटो छु, तर मलाई जे दियो मैले त्यही त दिने हो। यसको मतलब स्क्रिनले त्यही मात्र देखाउँछ जुन हामीले यसलाई दिन्छौँ। मसिन जतिसुकै शक्तिशाली किन नहोस्, सही नतिजाका लागि सही इनपुट नै चाहिन्छ। त्यसैले यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सन्तुलन नै हो। स्क्रिनले हामीलाई सम्झाउँछ कि जानकारी लिनु अर्थात् सत्य जान्नु र त्यसबाट केही समय टाढा रहनु अर्थात् आराम लिनु दुवै प्रभावकारी प्रयोगका लागि नभई नहुने कुरा हुन्। बाहिरी कुराकानी त भयो, अब अलि भित्र जाउँ है। मेसिनको दिमागभित्र, त्यो भाग जसले वास्तवमा सोच्ने काम गर्छ, सीपीयू। यो हो सेन्ट्रल प्रोसेसिङ युनिट अर्थात् सीपीयूको आवाज। यसले भन्छ असली काम त भित्र पो भइरहेको हुन्छ। हामीले स्क्रिनमा जे देख्छौँ त्यो त अन्तिम नतिजा मात्रै हो। यो त सम्पूर्ण अपरेसनको अदृश्य तर सबैभन्दा शक्तिशाली मुटु हो। बाहिरबाट हेर्दा कम्प्युटर कति शान्त देखिन्छ होइन? कुनै हलचल छैन, कुनै आवाज छैन। तर त्यो शान्तपनको पछाडि हरेक पल, हरेक सेकेन्ड नदेखिने गरी कति धेरै काम भइरहेको हुन्छ भन्ने हामीलाई थाहै हुँदैन। सीपीयूको वास्तविक शक्ति यसको यही मौनतामा लुकेको छ। अब यी सबै अलग अलग आवाजहरूलाई एकै ठाउँमा ल्याएर हेर्दा एउटा साझा निष्कर्ष निस्किन्छ। त्यो हो शक्ति र जिम्मेवारीको सम्बन्ध। ल, एकचोटि फेरि हेरौँ त। कम्प्युटरले भन्छ सही प्रयोग नै मेरो शक्ति हो। किबोर्डले सिकाउँछ शुद्धताले अर्थ बदल्छ। माउसले भन्छ एउटै क्लिकले नतिजा तय गर्छ। स्क्रिनले सन्तुलन खोज्छ र सीपीयूले सम्झाउँछ कि असली काम त पर्दा पछाडि हुन्छ। यी सबैले प्रयोगकर्ता र उपकरण बीचको साझेदारीतर्फ सङ्केत गर्दछ। यसको सार के हो भने, हाम्रा यी उपकरणहरू शक्तिशाली त छन्, तर तिनीहरूलाई चलाउने त हाम्रो नियतले हो। प्रविधि आफैमा राम्रो वा नराम्रो हुँदैन, त्यसको परिणाम त प्रयोगकर्तामा भर पर्छ। र अन्त्यमा एउटा प्रश्नमा आएर यो कुरा टुङ्गिन्छ। हामीले हाम्रा उपकरणहरूलाई के बोल्न लगाइरहेका छौँ त? हाम्रो हरेक क्लिक, हाम्रो हरेक टाइपले आखिर कस्तो कथा लेखिरहेको होला?